हेलो, वेलकम छ मेरो सानो मिनी भ्लगमा सबैजनालाई। अनि के छ हजुरहरू के गर्दै हुनुहुन्छ? म चाहिँ दिदीको घरतिर आएको थिएँ। दिदीले कस्तो मजाले फुल रोप्नुहुन्छ क्या। अनि कौशीतिर अहिले बर्खा लागेर चाहिँ खासै चाहिँ छैन, जे भए नि फुल थरीपरीको लाउनुहुन्छ। अनि म चाहिँ माहला कौशीतिर गएँ। अनि यहाँ गोल्डी पनि छ, गोल्डी चाहिँ कता गएको नि। अनि तरकारी बारी यस्तो छ दिदीको चाहिँ माथि टक्क सबै ठाउँ देखिन्छ। काठमाडौँको वरिपरि खोर्सानी कस्तो मजाले फलेको लपक्क भएर। अनि यो चाहिँ दिदीको घरको छतबाट देखिने भ्यूहरू हो। कस्तो लाग्यो साथीहरू कमेन्ट गर्नु होला। अनि मैले चाहिँ यसो मास्तिरको देखाएको त्यहाँ काठमाडौँ भ्याली भनौँ, भ्याली त के हुन्थ्यो वरिपरि, भ्याली त यहाँ गयो खाल्डै चाहिँ खासै देखिँदैन। अनि मैले चाहिँ गएको थिएँ, अनि त्यही भएर देखाइदिएको हजुरहरूलाई पनि। यस्तै छ साथीहरू। अनि मैले चाहिँ नानीले आँप खाने भन्छ जतिखेर नै, त्यही भएर आँप लिएर आएको, तरकारीहरू लिएर आएको। अनि सबै प्लास्टिकमा प्याक गरेर राख्नु पऱ्यो नि त फ्रिजमा। त फेरि हेर्नु न, आँप पनि 1 किलो टिन्टा दानाभन्दा अट्दैन। त्यही पनि अब धेरै ल्याएर राख्यो भने बिग्रिन्छ, त्यही भएर 1 किलो मात्रै ल्याइदिएको। अनि यो चाहिँ काँक्राहरू ल्याएको, तरकारीहरू कात्रकुत्रुक सबै प्याक गरेर राख्न पऱ्यो नि त। त्यही भएर गर्दैछु साथीहरू काम। झोलाबाट निकाल्दैछु तरकारीहरू। बोडी पनि थियो, बोडी नै हरियो बोडी रहेछ यो चाहिँ, तुने बोडी पनि। अनि फर्सी इस्कुसहरू ल्याएको, नबिग्रिने तरकारीहरू त धेरै दिन पुर्याएर खान पाइयो नि त। अनि करेला त फर्सी इस्कुसहरू त बिग्रिँदैन, यो बोडी चाहिँ बिग्रिन्छ छिट्टै नै। अनि त्यही पनि आजलाई चाहिँ अब भोलिदेखि खानुपर्छ। अनि एकैचोटि ल्याएर राखेँ भने ढुक्क। अनि काठमाडौँतिर चाहिँ तरकारी महँगो छ क्या, त्यही भएर नि एकैचोटि बरु गएको बेलामा ल्याइहाल्यो ढुक्क नि हुने। अनि तरकारी लिएर आएँ, तरकारी पसल गएर अनि सबै मिलाएर अनि प्लास्टिकमा हालेर राख्नु पर्यो भनेर गर्दैछु। म चाहिँ तरकारी छुट्याउँदैछु साथीहरू। के छ हजुरहरूकोतिर नि? यति ल्याएको, यति 200-300 गइहाल्यो। यो फर्सी चाहिँ अलिक बाहिर चोट लगाएर चाहिँ भित्र चोट लागेछ कि भनेर हेरेँ क्या। अनि प्याकिङ पनि भइसक्यो साथीहरू। आँप 2टा राख्थेँ, अनि अरू सबै प्याक गरेर राखेँ। अब फ्रिजमा राख्नु पर्यो सबै प्याक गरेर। टमाटरहरू पनि भोलि पर्सि चाहिँ महँगो हुन्छ भनेर अहिले नि ल्याएर प्याक गरेर राखेको। यो टमाटर चाहिँ कुन चाहिँ अघि कुन चाहिँ पछि ल्यायो भनेको दुइटै हेरेँ उस्तै छ। प्लास्टिक राखेपछि फ्रेस बसिरहन्छ क्या, फेरि मजाले बानेर राख्दैछु। अनि अब चाहिँ फ्रिजभित्र हाल्ने बेला भयो। अनि आजको बाहिरको चाहिँ यस्तो छ काठमाडौँ 1-2 बजेतिरको भ्यूहरू चाहिँ। हाम्रो घर अगाडि चाहिँ अलिकति खाली ठाउँ छ, अनि त्यहाँ चाहिँ गाडी साडी पार्किङ गर्छन्। बाई बाई साथीहरू, आजको भिडियो यति नै।